टी20 विश्वकप टोलीबाट बाहिरिँदा निराश भएका खेलाडी, कसैको व्यङ्ग्य कसैको स्पष्टीकरण। आईसीसी पुरुष टी20 विश्वकप 2026 का लागि नेपालको 15 सदस्यीय राष्ट्रिय टोली घोषणा गरेपछि प्रारम्भिक टोलीबाट बाहिरिएका खेलाड़ीहरूले सामाजिक सञ्जाल मार्फत निराशा व्यक्त गरेका छन्। मंगलबार साँझ राष्ट्रिय टोली घोषणा गर्दा प्रारम्भिक टोलीमा रहेका 24 खेलाड़ी मध्ये 9 खेलाड़ी बाहिरिएका थिए। राष्ट्रिय टोलीबाट बाहिरिने खेलाड़ीमा अलराउण्डर कुशल मल्ल सहित आदिल अन्सारी, साहब आलम, विनोद भण्डारी, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, प्रतीश जेसी र रूपेश सिंह रहेका थिए। साँझ राष्ट्रिय टोली घोषणा गरेको 2 घण्टा भित्रमा 5 खेलाड़ीहरूले फेसबुक र इन्स्टाग्राम स्टोरीमा शेयर गर्न भ्याएका थिए। टोलीमा नपरेका स्पिनर साहब आलमले फेसबुकमा स्टाटस लेख्दा राष्ट्रिय टोलीमा नपरेमा दुःख व्यक्त गरेको स्पष्ट संकेत गरेका थिए भने उनले लेखेका थिए, कसलाई दोष देऊ, भाग्यलाई कि आफूलाई। अरू खेलाड़ीले भने इन्स्टाग्राममा स्टोरी शेयर गरेका छन्। अलराउण्डर कुशल मल्लले भने राष्ट्रिय टोली घोषणा भएको केही बेरमा नै एउटा र्याप गीतमा आफ्नो पोस्ट राख्दै आफू कुल भएको संकेत गरेका थिए। दर्शकवृन्द, यस्तै तीव्र गतिका बलर प्रतीश जेसीले पनि विभिन्न तस्बिरहरू पोस्ट गर्दै क्याप्सनमा लेखेका छन्, बाल हो। अर्का तीव्र गतिका बलर अविनाश बोहराले पनि हेमन्त धामीले राखेको तस्बिर शेयर गर्दै बहुत थक गया भनेको एउटा रमाइलो भिडियो हालेका छन्। त्यस्तै गरी मंगलबार साँझ विनोद भण्डारीले पनि आध्यात्मिक भिडियो शेयर गरेका छन्। उक्त भिडियोमा आफूले जति गरे पनि परिणामले साथ दिँदैन भन्ने सन्देश प्रष्ट रूपमा देख्न सकिन्छ। भिडियो भण्डारीले इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन्। दर्शकवृन्द, तर बुधबार बिहान भण्डारीले अर्को पोस्ट गर्दै सबैको साथ र समर्थनको लागि धन्यवाद समेत दिएका छन्। साथै आफूले क्रिकेटलाई धेरै माया गर्ने तथा आफू अनुशासन र उत्कृष्ट खेल्नमा केन्द्रित हुने भनेर लेखेका छन्। साथै उनले जसले देशको जर्सी लगाए पनि विश्वकपका लागि देशको समर्थन गर्नुपर्ने बताएका छन्। अर्को महिना भारत र श्रीलंकामा हुने विश्वकपका लागि घोषणा गरिएको नेपाली टोलीमा नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले भने स्थान बनाउन सफल भएका छन्। उनले नेपाली टोलीमा पहिलो पटक स्थान बनाएका हुन् भने यस्तै बसिर अहमद, सन्दीप जोराले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान भने दीपेन्द्र सिंह ऐरी रहेका छन्। त्यस्तै अन्य खेलाड़ीहरूमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन कुमार झा, ललित नारायण राजवंशी, शेर मल्ल र लोकेश बम जस्ता खेलाड़ीहरू समेटिएका छन्। आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलो पटक विश्वकप खेल्न लागेका छन् भने शेर मल्लले त विश्वकपमा नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यू गर्ने सम्भावना पनि उच्च देखिएको छ। रोहित पौडेल कप्तान, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा, ललित राजवंशी, करण केसी, सन्दीप जोरा, सन्दीप लामिछाने गरी 9 खेलाड़ीले भने लगातार दोस्रो पटक विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन् भने 9 खेलाड़ी सन् 2024 को नेपालको विश्वकप टोलीमा पनि समावेश रहेका थिए। सन् 2014 को विश्वकप खेलेका सोमपाल कामीले पनि लगातार तेस्रो पटक विश्वकप खेल्दै इतिहास बनाउने भएका छन्। अघिल्लो संस्करणको विश्वकप टोलीमा रहेका अनिल कुमार शाह, कुशल मल्ल, प्रतीश जेसी, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी भने यस संस्करणको विश्वकप टोलीमा परेनन्। अनिल कुमार शाह, सागर ढकाल र कमल सिंह ऐरी प्रारम्भिक टोलीमै परेका थिएनन् भने अरू खेलाड़ीहरू भने प्रारम्भिक टोलीबाट बाहिरिएका हुन्। नेपाल समूह सीमा रहेको छ विश्वकपमा। यो समूहमा नेपालसँग इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटली जस्ता टिमहरू रहेका छन्। नेपालले पहिलो खेल इंग्ल्याण्डसँग फेब्रुअरी 8 मा माघ 25 गते खेल्नेछ भने अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी 17 अर्थात फागुन 5 गते खेल्नेछ। नेपालका चारै खेलहरू भारतको मुम्बई स्थित वानखेडे स्टेडियममा हुनेछ। नेपाल समूह सीमा रहेको छ। इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटली र नेपाल गरेर 5 टिमहरू नेपालको समूहमा रहेका छन्। नेपालले पहिलो खेल 8 फेब्रुअरी यानी कि माघ 25 गते दिउँसो 3 बजे मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डसँग खेल्नेछ भने नेपालले दोस्रो खेल इटलीसँग 12 फेब्रुअरी यानी कि माघ 29 गते दिउँसो 3 बजे मुम्बईमा खेल्नेछ भने नेपालले अर्को खेल वेस्ट इन्डिजसँग खेल्नेछ फेब्रुअरी 15 तारिकको यानी कि फागुन 3 गते बिहान 11 बजे मुम्बईमा खेल्नेछ। त्यस्तै गरी अर्को खेल बंगलादेशसँग 1 फेब्रुअरीमा खेल्नेछ फागुन 5 गते राति 7 बजेबाट यो खेल शुरू हुनेछ। यो खेल पनि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा शुरू हुनेछ। सामाजिक सञ्जालमा अहिले नेपाली खेलाड़ीहरूलाई लिएर निकै नै चर्चा भएको छ। यो खेलाड़ीहरू विश्वकपको टोलीमा पर्नु पर्थ्यो, यो खेलाड़ीहरूलाई हटाउनु पर्थ्यो जस्ता टीका टिप्पणीहरू धेरै भइरहेका छन्। धेरै जनाले कुशल मल्लको बारेमा चर्चा गरेका छन् र प्रतीश जेसीलाई पनि टिममा समेट्नु पर्ने भन्दै चर्चा गरिएको छ। प्रतीश जेसी नेपालका एकमात्र मिडियम फास्ट बोलर भनेर धेरैले चर्चा गरेका छन्। प्रतीश जेसी नेपाली राष्ट्रिय टिममा हुनु पर्थ्यो भन्दै चर्चा गरिएको छ भने अनुभवी अलराउण्डर कुशल मल्ललाई टिमबाट
ड्रप गरेको भन्दै यति बेला टिम सेलेक्टरको पनि आलोचना गरिएको छ। धेरै समर्थकहरूले अनुभवी खेलाडी कुशल मल्ललाई टिममा नराख्नु नेपालले ठूलो गल्ती गरेको भन्दै चर्चा पनि गरिएको छ। हुन पनि नेपाली राष्ट्रिय टिमबाट धेरै लामो समयसम्म खेलिसकेका अनुभवी खेलाडी नेपाली राष्ट्रिय टिममा कुशल मल्ल पनि थिए र उनले ल र अर्डरमा आएर हार्ड हिटिङ गर्न सक्ने खुबी पनि थियो र पनि उनलाई टिममा समेटिएन। किन यस्तो भयो? टिम सेलेक्टर कमिटिको यति बेला नेपाली फ्यान्सहरूले कडा आलोचना गरेका छन्। नेपालको राष्ट्रिय टिममा बायाँ हाते विकल्पको रूपमा बनेका कुशल मल्ल राष्ट्रिय टिमबाट ड्रप किन भयो भनेर चर्चा भएको छ। एक अनुभवी खेलाडीलाई यो विश्वकप जस्तो ठूलो मञ्चमा अवसर दिनुपर्थ्यो भनेर चर्चा गरिएको छ। यता भर्खरै मात्र नेपाली टिममा कमब्याक गरेका आदिल आलम अन्सारीको पनि धेरैजनाले चर्चा गरेका छन्। अन्तिममा आएर राम्रो फिनिशिङ गर्न सक्ने खेलाडी भएको र उनलाई पनि टिममा नसमेटेको भन्दै चर्चा भएको छ भने राष्ट्रिय टिममा पछिल्लो समयमा लयमा नभएका र नेपाल प्रिमियर लिग एनपिएलमा पनि उत्कृष्ट प्रदर्शन नगरेका ललित नारायण राजवंशीलाई टिममा राखेको भन्दै ललित नारायण राजवंशीको बारेमा पनि क्रिटिसाइजहरू भएका छन्। त्यस्तै गरी साहब आलमलाई टिममा राख्नुपर्ने र ललित नारायण राजवंशीलाई टिमबाट ड्रप गर्नुपर्ने भन्दै धेरैजनाले चर्चा गरेका छन्। यता नेपाल क्रिकेट संघ क्यानको सेलेक्टर कमिटिका स्रोतका अनुसार भने केही लयमा रहेका खेलाडी र अनुभवी खेलाडीहरूलाई कम्बिनेसन बनाएर टिम बनाएको प्रतिक्रिया दिएका छन्। नेपालको राष्ट्रिय टिममा कुशल मल्ल र आदिल आलम हुनुपर्छ भनेर चर्चा हुँदै गर्दा यता विनोद भण्डारी र अविनाश बोरालाई पनि नेपाल प्रिमियर लिग एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेर पनि टिममा किन परेनन् भन्दै धेरैले चर्चा गरेका छन् भने साहब आलमले सनसनीपूर्ण विकेटहरू लिँदाखेरि बायाँ हाते स्पिनर ललित नारायण राजवंशीको ठाउँ किन लिन सकेनन् भनेर धेरैले प्रश्न समेत गरेका छन्। धेरैले सामाजिक सञ्जालमा टीका टिप्पणी गर्दै विश्वकप खेल्ने टिममा चाहिँ नेपालको मिडल अर्डर निकै नै कमजोर भएको बताएका छन्। मिडल अर्डर मजबुत बनाउनका लागि केही खेलाडीहरू नेपालमै छुटेको धेरैले आफ्नो धारणाहरू राखेका छन् र कतिपयले भने सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै भनेका छन् कि जुन खेलाडीहरू गए पनि नेपालको लागि आफ्नो देशको लागि जिताउनको लागि खेल्नेछन्। सबै विश्वकप टिममा समावेश भएका खेलाडीहरूले आफ्नो देशको लागि उत्कृष्ट प्रदर्शन गरून् भन्दै शुभकामना दिएका छन् भने कतिपय समर्थकहरूले भने सुझबुझका कुरा गर्दै सबै खेलाडीहरूलाई 15 जना भित्र समेट्न नसक्ने भन्दै 15 जना खेलाडीहरूले मात्र खेल्ने हो र त्यहाँ उत्कृष्ट खेलाडीहरू छनौट भएको कोच कप्तान र त्यस्तै गरेर क्यान म्यानेजमेन्ट र टिम सेलेक्टर कमिटिले छनौट गरेको टिमलाई हामीले राम्रो मान्नुपर्ने भनेर बताएका छन्। 24 जना खेलाडीहरूबाट 15 जना खेलाडीहरू छान्ने हो। त्यसमध्ये पनि उत्कृष्ट खेलाडीहरू परेका छन् र केही खेलाडीहरू राम्रो फर्ममा हुँदाहुँदै पनि टिममा उठाउन सकेका छैनन्। त्यसमा सबै खेलाडीहरूले सानो मन नगर्न र आफ्नो मेहनत अझै बढाउनको लागि पनि धेरैजना समर्थकहरूले टिममा नपरेका खेलाडीहरूलाई सजेसन पनि दिइरहेका छन्। सुझाव सल्लाह र हौसला अझै बढाउनको लागि र आफ्नो मनोभावनालाई अझै कमजोर नबनाउनको लागि ती टिममा नपरेका खेलाडीहरूलाई समर्थकहरूले शुभेच्छा पनि प्रकट गरेका छन्। उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै र उत्कृष्ट प्रतिभावान खेलाडीहरू हुँदा हुँदै पनि टिममा पर्न नसकेका खेलाडीहरूलाई हौसला कायम राख्नको लागि पनि अनुरोध गरेका छन् फ्यान्सहरूले। त्यस्तै गरी टिममा परेका 15 जना खेलाडीहरूलाई शुभकामना दिएका छन् र सँगै विश्वकपमा नेपाल देशको शान राख्दै उत्कृष्ट प्रदर्शन गर्नको लागि र आफ्नो टिमलाई आफ्नो देशलाई जिताउनको लागि खेल्नेछन् भन्दै शुभकामना पनि व्यक्त गरेका छन्। दर्शकवृन्द, तपाईले यस विषयमा के भन्नुहुन्छ तल कमेन्ट गरिदिनु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र एक लाइक गर्न पनि नबिर्सिनुहोला।